यो विघटन पूर्ण रूपमा संविधान विपरीत छ, लोकतान्त्रिक प्रणाली विपरीत छ। तिनीहरूसँग दुश्मनी गरेर यो विघटन भएको छ र यो विघटन देशलाई अन्धकारतर्फ धकेल्ने एउटा प्रारम्भ बिन्दु बनाइएको छ यसलाई। त्यसकारण हाम्रो केन्द्रीय कमिटीले समेत निर्णय गरेको छ यो हाम्रा लागि सह्य छैन, स्वीकार्य छैन र यो मान्य हुन सक्दैन। यस्ता कुरालाई पनि नदेख्ने, यस्तो कुरामा पनि बोल्न नसक्ने, यस्तोमा पनि चुप लागेर बस्ने, जेसुकै भए पनि देश विरुद्धका देशद्रोही कामहरूलाई पनि हामी चुप लागेर सहन्छौँ भने पोलिटिकल पार्टीको अस्तित्वको अर्थ के? यति पनि हामी बोल्न सक्दैनौँ, लोकतन्त्रका पक्षमा उभिन सक्दैनौँ, संविधानको पक्षमा उभिन सक्दैनौँ भने, देशको पक्षमा उभिँदैन भने त्यो पोलिटिकल पार्टी कसले खोलेको, कसका लागि भन्ने प्रश्न उठ्दैन। हामी त्यस्तो प्रश्नभित्रका पार्टी होइनौँ र हामी यस्ता कुराहरूलाई मान्दैनौँ। स्पष्ट छ। यसलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्छौँ र यो कोर्टमा न्याय संविधानको नजरमा